हेलो गाइस, नमस्ते। अस्ति मैले भिडियो हालेकोमा धेरै लाइक कमेन्ट आयो, तर थोरै आयो। आज म फेरि त्यही तरकारीबारे देखाउँदैछु होइन। अस्ति लगाएको होला, धेरै ठुलो भइसक्यो। ल हेर्नु चाहिँ, यो चाहिँ यत्रो उम्रिसक्यो खान। मैले अस्ति नै लगाउने बेलाको पनि भिडियो हालेको थिएँ होइन। यता त अब धेरै सबै कुराहरू खाने भइसक्यो होइन। घिरौला त अब लगभग धेरै भइसक्यो। अन्त सिमी पनि छ। अनि यता यो फर्सी मैले कति सानो देखाएको थिएँ होइन हजुरहरूलाई। अनि यता चाहिँ भिन्डीहरू, यता चाहिँ यो अर्को सानो करेला। अस्ति मैले यतै खनेर लगाउँदै थिएँ भनेको थिएँ नि, हेर्नु ल यत्रो भइसक्यो, उम्रिसक्यो। उतापट्टि चाहिँ धेरै तरकारीहरू छन त अहिले। यता पुरै फर्सीको झाङ छ होइन। तर यता तरकारीहरू चाहिँ राम्रो हुँदो रहेछ, राम्रो फलिरहेको। यता आएदेखि लगभग तरकारी केही पनि किने छैन हामीले। सबै तरकारी चाहिँ यतैबाट उत्पादन गरेर खाइरहेछौँ अहिले चाहिँ। तर राम्रो भइरहेछ। र घिरौला पनि छ। यो फर्सी भयो, फर्सी चाहिँ लगभग ठुलो भइसक्यो होइन। जे भए पनि तरकारीहरू चाहिँ किन्नु पर्दैन, यता राम्रो भइरहेको। यो भिन्डीहरू धेरै लाग्छ खान, धेरै खाइसक्यो हामीलाई अहिले। ल गाइस, यति नै हो, अरू भन्नुपर्ने त केही छैन। फेरि अर्को भिडियोमा भेटौँला है। सबैले लाइक कमेन्ट फलो गरिदिनु होला है। धन्यवाद।